दर्शक श्रोताहरू, अन्ततः सागरलाई फसाउने र कान्छीलाई दुःख दिने ती अपराधी गुण्डाहरू कानुनको फन्दामा परिसकेका छन्। बारम्बार कान्छीको चरित्र हत्या गरी कान्छी र सागरको सम्बन्ध सिद्ध्याउन खोज्ने ती गुण्डाहरूलाई जेल पठाए सागर र कान्छी अब गाउँ जाने तयारीमा लागेका छन्। धेरै लामो सङ्घर्षपछि सागर र कान्छीको मिलन भएको देख्दा कान्छीकी छोरी, आमा बुवा लगायत सम्पूर्ण परिवारमा खुसी छाउनका साथै हामी दर्शकहरू पनि असाध्यै खुसी भएका छौं। एउटी श्रीमतीले आफ्नो श्रीमानको न्याय र सत्यका लागि कतिसम्मको सङ्घर्ष गर्न सक्छिन् र त्यसको लागि आफ्नो अस्तित्व समेत सङ्कटमा पार्न सक्छिन् भन्ने कुरा पनि कान्छीले देखाएकी छिन्। सागरलाई ती गुण्डाहरूले लामो समयदेखि फसाउनुका साथै असाध्यै दुख दिएका थिए। कान्छीले आफ्नो श्रीमानको न्यायका लागि लडिरहँदा विभिन्न खालका आरोपहरू खेपिन्, अनेकौं वचनहरू सुन्न बाध्य भइन्। तर उनले ती सबै बाधा अवरोध, दुःख र वचनहरू सहँदै अगाडि बढ्दै र लड्दै गइन्। अन्ततः सागरलाई ती गुण्डाहरूबाट छुटाई तिनीहरूलाई जेल पठाउन सफल भएकी छिन्। दर्शक श्रोताहरू, के अब कान्छीले सुख पाउने दिनहरू आएकै हुन् त, या फेरि पनि कान्छीको जीवनमा केही न केही आफत विपद आइपर्ने त होइन? अब आउने भागमा हेर्न पाउने नै छौँ। भिडियो मन परे लाइक र च्यानललाई सब्स्क्राइब गरी साथ दिनुहोला। हस्त, धन्यवाद।